साथीहरु नमस्कार। आज फेरि नयाँ जानकारी लिएर तपाईहरु माझमा उपस्थित भइसकेको छु। सदा चाहिँ यो भिडियोलाई पनि माया गरिदिनुहुन्छ होला भन्ने आशा लिएको छु। भिडियोलाई लाइक गर्नु नबिर्सिनु होला साथीहरु र मनमा लागेको कुराहरु कमेन्ट गर्नु नबिर्सिनु होला। आज चाहिँ म तपाईहरुलाई एकदमै 5 वटा महत्त्वपूर्ण जानकारी फेरि पनि कुखुरा पालन सम्बन्धी लिएर आइसकेको छु। हेर्नुस् त साथीहरु, सानो ठाउँमा पनि धेरैवटा कुखुरा यसरी पालेर यसरी चाहिँ तपाईहरुले एकदमै फाइदा गर्न सक्नुहुनेछ। र अहिले चाहिँ मैले भर्खरै चारो पानी दिएको र यिनीहरु चाहिँ एकदमै चारो पानी खानुको लागि चाहिँ अलिकति धेर औसिरहेको छ साथीहरु। अब यस्तै हो हैन, जंगली नै हो यिनीहरु, जंगली प्रजाति भएको कारणले यिनीहरु अलिकति त्यस्तै अब स्वभाव पनि यिनीहरुको जंगली पारेको हुन्छ र अलिकति बाज्ने जुत्ने त यिनीहरुको स्वाभाविकै हो। अब भालेपोती चाहिँ छुट्याएर राख्नुपर्ने बेला आइसकेको हो साथीहरु। तर खोर व्यवस्थापनमा अलिकति मैले पनि अलिकति यसमा टाइम दिन नसकेर केही ढिलाइ भएको हो। मैले बेच्न चाहिँ सुरु गरिसके साथीहरु। अलिक छुचो भालेहरु अटाइदिन थालिसके। अहिले 3.5 महिनाको पुग्यो। त्यही हो, 1.5 किलो, कुनै 1 किलो 600 ग्राम, कुनै 700 ग्राम र कुनै 2 किलो र कुनै 1 किलो 300 ग्राम 400 ग्राम भालेको वजन आइसकेको छ। पोथी चाहिँ अहिले बेच्न सुरु गरेको छैन। पोथी चाहिँ अलिकति कमै हुन्छ साथीहरु। पोथीहरुले चाहिँ अन्डा पार्छ भनेर राखिरहेको छु। यस्तै छ साथीहरु। तपाईहरुलाई आज म के भन्न चाहन्छु भने साथीहरु, अब हाम्रो मेरो भिडियो हेरेर तपाईहरु पाल्ने सोच बनाइराख्नु भएको छ। कतिजनाले म पनि पाल्न चाहन्छु भनेर कमेन्टहरु गरिराख्नु भएको छ साथीहरु। त्यही हो, अब एउटा मात्र भिडियो हेरेर चाहिँ तपाईहरु सिक्नुहुन्न हैन। यसको सम्पूर्ण ज्ञान गुणको विषयमा चाहिँ मैले अरू भिडियोहरु पनि बनाएको छु, त्यहाँ पनि जानु होला। र साथीहरु, मेन कुरा चाहिँ नि तपाईहरुले त्यही हो, भिडियोलाई लाइक कमेन्ट गर्न नछुटाउनु होला। र अहिलेसम्म पनि तपाईहरुले सब्स्क्राइब गर्नुभएको छैन भने चाहिँ नि साथीहरु सब्स्क्राइब गरेर बेल आइकन दबाउनु चाहिँ नबिर्सिनु होला है। फेरि अर्को भिडियो मैले अपलोड गर्ने बित्तिकै तपाईहरुलाई नोटिफिकेसन आएर अर्को जानकारी लिन सक्नुहुन्छ है साथीहरु। यस्तै छ साथीहरु। अब तपाईहरु फाइदामूलक काम हो यो। अब यसले म पटक भन्ने गर्छु, हरेक भिडियोमा जस्तो भन्ने गर्छु। अब तपाईको यसले 50% खायो भने 50% चाहिँ तपाईहरुलाई दिन्छ है। यो चाहिँ ढुक्क हुनुस्। अब चारो जति खायो त्यति बढ्छ, एकदमै राम्रो छ। अब अहिलेसम्म चाहिँ तपाईको त्यही हो, अब रोगसँग लड्ने क्षमता चाहिँ यिनीहरुको अलिकति बढी भएको कारणले यिनीहरु खासै ब्रोइलर जस्तो हैन है साथीहरु। तपाईहरु यदि ब्रोइलर पाल्दा वाक्क हुनु भएको छ, तपाईहरुसँग खोर खाली छ भने त्यसलाई अहिले नै सरसफाई गरेर चुना छर्केर र त्यसलाई क्लियर पारेर लोकल चल्ला हाल्नुस् है साथीहरु। एकदमै फाइदा छ, राम्रो हुन्छ हैन। अब त्यही हो, सुरुमा तपाईहरुले चल्ला हालेपछि तपाईहरुलाई आज म के भन्छु भने सुरुमा चल्ला हाल्ने बित्तिकै चाहिँ मेन तपाईहरुले चल्लामै जोगाउनु पर्ने हुन्छ है साथीहरु। त्यसलाई चाहिने भिटामिनदेखि लिएर त्यसलाई चाहिने एन्टिबायोटिकहरुदेखि लिएर तपाईको भ्याक्सिन 1 महिनासम्मको चल्लामा जति तपाईहरुले राम्रो गर्नुभयो त्यति तपाईहरुको स्वस्थ कुखुराहरु निस्किन्छ है साथीहरु। अहिलेसम्म चाहिँ मेरो मोडालिटी झन्डै 0 भन्दा हुन्छ है साथीहरु। जुन ल्याउँदाखेरि गाडीमा जति चल्ला एउटा मर्यो र एउटा घाइते आएको थियो, दुईटा चाहिँ मर्यो नै साथीहरु। अनि एउटा चाहिँ तपाईको त्यो अलिकति पहिलो दिन जाडोको कारणले ती साथीहरुले थिचेर मारेछ। जम्मा 3टा मात्रै मर्यो है साथीहरु। अब त्यहाँदेखि यता चाहिँ मेरो मोडालिटी एकदमै 0 छ। त्यसले गर्दा साथीहरु, अब तपाईहरु चल्ला हालेको दिन चाहिँ के गर्नुस् भने, अब गाडीबाट लामो यात्रा पार गरेर आएको हुन्छ, त्यो चल्लालाई अलिकति थकान मेटाउनुको लागि एकदमै तपाईहरुले सुरुमा दिनुपर्ने चाहिँ तिनीहरुको आउने बित्तिकै पानी नदिनु होला। सुरुमा तपाईहरुले सुजी अथवा एकदमै 0 को दाना र सुजी तपाईहरुले दिनु होला। र सुरुमा चाहिँ तपाईहरुले त्यो दिएर अनि 2-3 घण्टा पछाडी मात्रै पानीमा चाहिँ अब ग्लुकोज पानी तपाईहरुले दिनुपर्ने हुन्छ। र ग्लुकोज पानी त्यसरी नै दिनु, त्यो दिन त्यही भइहाल्यो र बेलुका पनि त्यसै गर्नु होला साथीहरु। र भोलिपल्टदेखि चाहिँ तपाईले बिहान चाहिँ एन्टिबायोटिक दिनु होला हैन, बिहान। र तपाईको भिटामिन चाहिँ तपाईको दिउँसो र बेलुका दिनु होला। बिहान एन्टिबायोटिक चलाइदिनु, लगभग तपाईहरुले 3 दिनसम्म एन्टिबायोटिक र भिटामिन चलाइदिनु, त्यसपछि बन्द गराइदिनु। अब 5 दिनदेखि लिएर 7 दिनसम्ममा तपाईले पहिलो रानीखेतको भ्याक्सिन लाउनु पर्ने हुन्छ र त्यसो गर्नु होला। र
5 देखि 7 दिनभित्रमा तपाईँहरूले रानीखेतको भ्याक्सिन लगाइसकेपछि फेरि 1 दिन ग्याप गरेर भोलिपल्टदेखि तपाईँहरूले भिटामिन 3 दिनसम्म दिनुहोला। अनि त्यसो गरेर फेरि 3 दिनसम्म दिएर फेरि 2 दिन तपाईँको भिटामिन ग्याप गरेर अनि दोस्रो हप्ता 14 दिनदेखि 15 दिनसम्ममा तपाईँहरूले गब्बाहरूको फेरि भ्याक्सिन दिनुहोला। अब यो चाहिँ भ्याक्सिन दिने तरिका चाहिँ कस्तो छ भने साथीहरू, तपाईँहरूलाई थाहा नै छ होइन। अब भ्याक्सिन पानीमा दिँदा पनि हुन्छ है, घोलेर तपाईँको पानीमा दिने भ्याक्सिन पनि आउँछ, त्यसरी दिँदा पनि हुन्छ। अब तपाईँहरू त्यसमा आँखामै हाल्नुपर्छ भन्ने छैन है साथीहरू, आँखामा अथवा नाकमै हाल्नुपर्छ भन्ने छैन। तपाईँहरूले चाहिँ पानीमा घोलेर दिँदा पनि हुन्छ। अनि त्यस पछाडि अब त्यही हो, फेरि भ्याक्सिन दिएपछि 1 दिन ग्याप गरेर 3 दिनसम्म तपाईँहरूले भिटामिनै चलाउनु होला। अनि त्यस पछाडि फेरि 21 दिनमा तपाईँहरूले रानीखेतकै बुस्टर डोज दिनुहोला। त्यस पछाडि फेरि त्यही हो, प्रक्रिया त्यही हो। फेरि 28 दिनमा तपाईँको गब्बाहरूको अन्तिम भ्याक्सिन दिनुपर्ने हुन्छ। अनि त्यस पछाडि चाहिँ तपाईँहरूले अरू केही गर्नु पर्दैन। अब 1.5 महिनाको पुगेपछि एकचोटि जुका चुर्नाको औषधि खुवाइदिनु होला। अनि तपाईँहरूलाई अब तपाईँहरूको गाउँतिर चाहिँ अब फलफक्स भन्छ, जुन यिनीहरूको यो सिउर हुन्छ नि, सिउरमा कालो कालो दाग आएर पछि ती घाउ भएर पाक्ने होइन, जुन समस्याहरू छ नि, तपाईँहरूले देख्नु भएको छ होला गाउँघरतिर त्यस्तो हुन्छ होइन। त्यो गाउँघरतिर एकदमै फैलिने खालको रोग हो, सरुवा रोग हो होइन। त्यो छ भने चाहिँ तपाईँहरूले फलफक्सको पनि दिनै पर्ने हुन्छ है साथीहरू। यदि छैन भने चाहिँ त्यो नदिँदा पनि हुन्छ। जस्तै मैले दिएको छुइनँ, अब हाम्रो गाउँतिर त्यस्तो कहीँ पनि देखा पनि परेको छैन अहिलेसम्म, र यहाँ पनि कुनै कुखुरालाई पनि त्यस्तो देखा परेको छैन। यदि फलफक्स छ भने चाहिँ गाउँतिर भित्रिएको छ, तपाईँहरूकोमा एकदमै डेन्जर छ भने चाहिँ तपाईँहरूले चाहिँ त्यसलाई पखेटा मुनि जुन इन्जेक्ट गर्नुपर्ने हुन्छ, सानो सुईले हल्का घोचेर छालामा दिनुपर्ने हुन्छ है फलफक्सको, त्यो चाहिँ छुटाउनु हुँदैन। यदि छैन भने त नदिँदा नि हुन्छ, अथवा देखा पऱ्यो भने दिँदा रोकथाम भइहाल्छ है साथीहरू। अनि त्यसो हो होइन। त्यो भएपछि तपाईँहरूलाई अनि ढुक्क अब केही गर्नु पर्दैन। अनि तपाईँहरूको लगभग यो कुखुरा चाहिँ 3 महिनादेखि 1.5 किलो ओजन भइहाल्छ। 1.5 किलो भइसकेपछि तपाईँहरूले बेच्न सुरु गर्नु होला र घटाउँदै गर्नु होला। मैले पनि 10-12वटा त्यति बेचिसकेँ। अब बेच्ने तरिका त्यही हो साथीहरू। मैले तपाईँहरूलाई सुरुमा बेच्नुलाई अलिकति कठिन पर्छ, मैले यसको विषयमा नै भिडियो बनाएको छु। यतिन्जेल हेर्नु भएको छैन भने त्यहाँ गएर हेर्नु होला। अनि त्यो भइसकेपछि साथीहरू, अब तपाईँहरूले जुका चुर्नाको जुन 1.5 महिनाको खुवाइसकेपछि अनि अर्को कुरा नि साथीहरू, जस्तै फेरि अब तपाईँको 1.5 महिना पछाडि अब जस्तै तपाईँको 1.5 महिनामा जुका चुर्ना खुवाउनुभयो, 3 महिना 3.5 महिना हुँदा पनि बिक्री भएन भने चाहिँ के अरे तपाईँको 3.5 महिनामा फेरि जुका चुर्नाको खुवाउनु पर्ने हुन्छ। अनि एउटा महत्त्वपूर्ण जानकारी चाहिँ साथीहरू, जुका चुर्नाको औषधि चलाएपछि 2 देखि 3 दिनसम्म तपाईँहरूको कुखुरा बिक्री चाहिँ नगर्नु होला है। अब केही समस्या आउनसक्छ होइन, त्यतिन्जेल चाहिँ तपाईँहरूले नदिनु होला। अनि त्यही त अस्ति कमेन्टमा गर्दै हुनुहुन्थ्यो, यदि घरेलु कुनै भिटामिन, दोस्रो तपाईँहरूलाई महत्त्वपूर्ण जानकारी, घरेलु भिटामिनको रूपमा हामीले के प्रयोग गर्न सकिन्छ एकदमै प्रभावकारी भन्दै हुनुहुन्थ्यो। त्यसको विषयमा चाहिँ नि साथीहरू, जस्तै तपाईँहरू भिटामिन घरकै चलाउनुहुन्छ, अब बाहिरबाट के अरे दिन सक्नुहुन्न, तपाईँहरूको त्यो पाइक पर्दैन र तपाईँहरूले घरमै पोथीहरूबाटै चल्ला उत्पादन गरेर होइन, अब चल्ला डाइरेक्ट नहालिकन गर्दै हुनुहुन्छ नि, घरेलु उपाय चाहिँ साथीहरू सबैभन्दा बेटर के गर्नु भने त्यो जुन हामी सजुन भन्छौँ हामी होइन, तराईतिर चाहिँ र कतै कतै शीतल चिनी भन्नुहुन्छ, त्यो सजुनको पातलाई चाहिँ सुकाएर कुटेर पिठो बनाएर त्यसलाई दिनुपर्ने हुन्छ है साथीहरू। त्यो चारोमा अब तपाईँको यसो अब 10 किलो चारो दिनुहुन्छ भने 1-2 मुठी चाहिँ त्यो हालेर घोलेर दिनुभयो भने एकदमै त्यो चाहिँ मल्टिभिटामिन, त्योभन्दा अरू कुनै ठुलो भिटामिन छैन। अनि तपाईँहरू यदि घरमै किनेको चारो खुवाउँदिन, प्रोटिन केले पुर्याउने, प्रोटिन चाहिँ यिनीहरूलाई असाध्यै चाहिन्छ होइन। जस्तै अब यो उमेरको कुखुराहरूलाई 3 महिना पुग्यो, यिनीहरूलाई अब प्रोटिन चाहिँ तपाईँको 19-20% प्रोटिन खानुपर्ने हुन्छ। अब त्यो चाहिँ केबाट दिनु भन्नुहुन्छ भने सबैभन्दा राम्रो उपाय प्रोटिनको चाहिँ साथीहरू तपाईँको अजला भनेर अहिले विज्ञापन पनि धेरै आउने गर्छ। अलिकति तपाईँहरूसँग पानी जमाउने पोखरी छ भने त्यहाँ चाहिँ अजला ल्याएर लगाइदिनुहोस्, अलिअलि हल्का मलहरू हालिदिनुहोस् पानीमा, र त्यहाँ अजला एकदम राम्रो उत्पादन हुन्छ। दैनिक तपाईँले 1-2 किलो निकालेर सानो पोखरीबाट पनि दैनिक त्यसरी दिनुभयो भने चाहिँ प्रोटिन प्रशस्त पुग्छ। र तपाईँहरूले 100% अर्ग्यानिक गर्न चाहनुहुन्छ, अब किनेको दाना खुवाउनुहुन्न भने चाहिँ हो त्यही हो, अब त्यसको
अझ तपाईँहरूलाई विस्तृत रूपमा जानकारी चाहिन्छ भने म तपाईँहरूलाई त्यसको पनि भिडियो अब चाँडै ल्याउँदैछु। त्यही हो साथीहरू, तपाईँहरूको हौसला साथ सपोर्ट माया पाइराख्यो भने अझै लोकल कुखुरा सम्बन्धी चाहिँ म विशेष प्रकारको भिडियोहरू अझै ल्याउँछु नै। त्यही हो, अब तपाईँहरूले यतिन्जेल पनि सब्सक्राइब गर्नुभएको छ भने सब्सक्राइब गर्नुहोला, अब बेल आइकन पनि दबाउनु होला र नोटिफिकेसन आएर नयाँ भिडियो तपाईँहरूले पुनः हेर्न सक्नुहुन्छ। त्यही हो साथीहरू, अब लोकल कुखुरामा चाहिँ तपाईँले त निकाएर कुन कुखुरा घाइते छ, कुन कुखुरा हल्का बिरामी छ, त्यो चाहिँ एकदम निगरानी राख्नुपर्ने हुन्छ। त्यही हो, मेहनत नै हो। सफलताको लागि चाहिँ मेहनतै चाहिन्छ साथी हो। त्यही हो, सबैभन्दा ठुलो कुरा मेहनत हो। अब त्यही हो, खाडी गरेर 12 घन्टा अर्काको देशमा पसिना बगाउनुभन्दा आफ्नै देशमा अब मालिक भएर काम गरेको राम्रो। किसानलाई कहिले पनि शनिबार चाहिँ आउँदैन, तर साथीहरू किसानको कोही पनि मालिक हुँदैन है साथीहरू। यो कुरा चाहिँ तपाईँहरूले नबिर्सिनु होला, कोही बोस हुँदैन, कोही मालिक हुँदैन, र किसानलाई शनिबार चाहिँ कहिले पनि आउँदैन। शनिबार आज मेरो बिदा भनेर हिँड्ने दिनहरू चाहिँ आउँदैन। त्यही हो सङ्घर्ष भनेकै, त्यही हो साथीहरू, सङ्घर्ष गर्नुहोला। आफ्नो अमूल्य समय चाहिँ यही हो, कुखुरालाई दिनुभयो भने अब तपाईँहरूले जति कुखुरालाई अमूल्य समय दिनुभयो त्यति नै कुखुराले तपाईँहरूलाई रिटर्न दिने हो होइन। अब सबै प्रत्येक कुखुराहरू आएर निगरानी गर्ने दैनिक रूपमा। अब यही हो महत्त्वपूर्ण जानकारीमा तपाईँहरूलाई आज मैले अब यस्तै दिएँ। के कस्तो खालको भिडियोहरू चाहिन्छ कमेन्ट गर्नुहोला। यतिन्जेल हेरेर साथ सपोर्ट दिनुभयो, माया दिनुभयो, तपाईँहरूलाई धेरै धेरै धन्यवाद। अहिलेसम्म पनि तपाईँहरूले सब्सक्राइब चाहिँ गर्नुभएको छैन भने साथीहरू एउटा सब्सक्राइब गरेर बेल आइकन चाहिँ दबाइदिनु होला है साथीहरू। यस्तै प्रकारको फरक भिडियोहरू ल्याउने गर्छु प्रत्येक शनिबार साँझ 7 बजे, र त्यसको लागि चाहिँ तपाईँहरूले लाइक कमेन्ट सेयर सब्सक्राइब गरेर साथ दिनु होला है साथीहरू। धेरै धेरै माया भन्दै आजको भिडियोबाट बिदा हुन चाहन्छु। हस्त नमस्ते।